भाउ हामीले 100 नै ल्या 200 नै ल्या 300 नै ल्या त भन्न खोजे होइन नि त कम्तीमा 50 देखि माथि हुनु पर्यो के हामीलाई 50 देखि माथि 100 सम्म हुनु पर्यो के हामीलाई भन्दा पहिलाको सरकारमा ठिकै थियो एकचोटी भएको तर यहाँ यति सम्म यो अहिलेको सरकारले गर्यो के जेन्जी भन्दै उम्लिँदै हिँडिरहेको छ घन्टी भन्दै यो सरकारले गर्यो के यो दिदी कुनै एंगलबाट पनि देखिदैन र यो दिदी किसान होइन पनि उहाँ दिदी किसानको रूपमा किसान बनेर कुनै पार्टीको एमाले पार्टीको कार्यकर्ता हुनुहुन्छ उहाँ नत्र भने कसरी भनिराख्नु भएको छ उहाँले भनिराख्नु भएको छ बरु यो भन्दा अगाडिको पार्टी ठीक थियो यो पार्टीले अगाडिको पार्टीले राम्रो गरेको थियो बालिन सरकारले के गर्यो बालिन सरकार भन्ने उम्ल्यो यस्तो गर्यो त्यस्तो गर्यो जब किसानले यस्तो कुरा भन्दै किसानले किन भन्छ किसानले भन्ने भए पहिलाको सरकारसँग किन तुलना गर्छ र यो सरकारले यस्तो मात्र किन भन्छ किनभने यो सरकारले किसानको लागि सबैको लागि कति राम्रो कामहरू पनि गरेको छ पहिलाको सरकारहरूले दुधको पैसाहरू दिएको थिएन त्यो दुधको पैसाहरू दिइरहेछ खेलाडीहरूलाई सम्मान दिएको थिएन सम्मान गर्ने भनेर भनेको थियो तर पैसाहरू दिएको थिएन त्यो पैसाहरू दिन खोजिरहेछ सुकुम्बासीहरूलाई जग्गा दिइरहेको छ लाल पूर्जा दिइरहेको छ अनि यो भन्दा कति धेरै कति कामहरू गरेको छ भने तारिफ छैन पुरै गर्यो कि त्यो यो सरकार यस्तो त्यस्तो भनिरहनु पर्छ भनेपछि उहाँ पक्कै पनि किसान हुँदै होइन।